मेरो बाबुको जन्मेको 1-2 दिनबाटै सबै शरीरमा र्यासेस आउन थाल्यो। डाक्टरलाई देखाउँदाखेरि चाहिँ घमौरा हो, आफै सन्चो भएर जान्छ भन्नुहुन्थ्यो। तर झन् र्यासेस चाहिँ एकदमै बढ्न थाल्यो। जति गरे पनि जाँदै गएन। घमौराको लागि कति क्रिम पाउडरहरू लगाए पनि जाँदै गएन। अनि हामीले तेल-सेल चाहिँ केही पनि लगाएनौँ, सेक्दा पनि सेकेन घमौरा होला, र्यासेस झन् बढ्छ भनेर, तर जाँदै गएन। अनि जन्मेको 34 डेमा चाहिँ फर्स्ट टाइम फिभर आयो, 100.6 आयो। आइसियूमा राख्नुपर्छ भनेर अनि आइसियूमा राख्नुभयो। उसको अब इन्फेक्सन केही भयो कि भनेर, तर रिजल्ट चाहिँ नेगेटिभ आयो। उसको फिभर चाहिँ 1 दिनमै स्टप भयो अनि हामीले डिस्चार्ज गरेर ल्यायौँ घरमा। त्यसपछि चाहिँ तर एन्टिबायोटिक दिनुभयो। एन्टिबायोटिक खान थालेपछि चाहिँ उसको चाहिँ एकदमै धेरै सिभियर डायरिया भयो। अनि गर्दा चाहिँ 2-3 दिनपछि चाहिँ एन्टिबायोटिक खाएको 2-3 दिनपछि चाहिँ स्टुलमा ब्लड आउन थाल्यो, दिशामा रगत देखिन थाल्यो। अनि फेरि हामीलाई डर लागेर फेरि हस्पिटलको इमर्जेन्सीमा लग्यौँ। इमर्जेन्सीमा चाहिँ एन्टिबायोटिक खाँदाखेरि चाहिँ भिटामिन के को डिफिसियन्सी हुन्छ भनेर डाक्टरले भिटामिन के को इन्जेक्सन लगाइदिनु भयो। ब्लड त थोरै कम भयो तर आउन चाहिँ रोकिएन। 42 डेको दिन चाहिँ फेरि अर्को नेक्स्ट डाक्टरलाई भेट्न हस्पिटल लग्यौँ। अनि डाक्टरले चाहिँ यो चाहिँ आमाले गाईको दुध खाने भएको कारणले गाईको दुधको एलर्जी भएको हो भन्नुभयो। अनि मैले चाहिँ आफ्नो खानपानमा चाहिँ गाईको दुधले बनेको सबै परिकारहरू खान छोडेँ। अनि जस्तै दुध त खानै भएन, दुध, दही, घिउ, मही केही पनि खाएन। त्यसपछि चाहिँ बाबुको दिशामा ब्लड आउन चाहिँ रोकियो अनि उसको शरीरमा भएको सबै र्यासेसहरू पनि सन्चो भयो त्यसपछि। तर हरेक 15 डेजमा उसको फिभर आउन थाल्यो। फेरि 15 दिन भयो फिभर। खोकी एक्चुअली स्टार्ट भएको थियो, खोकी सन्चै नहुने, फिभर आएको गर्ने। रुघाखोकी लागै सन्चै नहुने। अनि फेरि हस्पिटल लग्यो, एन्टिबायोटिक एकचोटि खायो, सन्चै नहुने त्यही पनि। जन्मिँदा 2.8 केजी थियो। त्यसपछि 2 मन्थ हुँदा पनि वेट इन्क्रिज नहुने 3 केजी मात्र थियो। बाबु 75 डेजको हुँदाखेरि चाहिँ सम्म चाहिँ हामीले धेरैचोटि लगभग 6-7 चोटि हस्पिटल जाने आउने भइसकेको थियो। वेट पनि इन्क्रिज नहुने अनि रोकोरोइ गर्ने त्यस्तो प्रब्लम थियो। एक दिन चाहिँ उसलाई एकदमै धेरै ज्वरो आयो, 102 पोइन्ट समथिङ आयो ज्वरो। अनि हामीले चाहिँ सधैँ ज्वरो आउने क्यारे योपालि पनि त्यस्तै भाइरल ज्वरो होला भनेर हस्पिटल लगेनौँ। तर उसको ज्वरो चाहिँ स्टपै भएन, 48 आवरसम्म पनि स्टप भएन। पहिला त 48 आवरसम्म स्टप हुन्थ्यो सिटामोल खुवाएर, तर योपालि स्टप भएन। अनि हामीले फेरि हस्पिटल लग्यौँ। अनि हस्पिटल लगेपछि डाक्टर चेन्ज गर्यो यसपालि चाहिँ। डाक्टरले चाहिँ के भन्नुभयो भन्दाखेरि 75 डेजसम्मको हुँदाखेरि यसको वेट मिनिमम पनि 5.5 केजी हुनुपर्थ्यो, तर उसको वेट इन्क्रिज भएन। तपाईँले यहाँ नेपाल नराख्नुहोस्, उसलाई दिल्ली लगेर जानुहोस्, एम्स अथवा सर गङ्गाराम हस्पिटलमा लगेर जानुहोस् भन्नुभयो। अनि हामीले चाहिँ राति नै त्यो दिन बिहान हस्पिटल गएको थियौँ। रातिसम्ममा हामी इन्डिया आइसकेको थियौँ। उसलाई चाहिँ यहाँ सुरुमा चाहिँ हामीले सर गङ्गाराममा लगेनौँ, एउटा छुट्टै हस्पिटलमा लग्यौँ। त्यहाँ चाहिँ बाबुलाई सेप्सिस देखायो, ब्याक्टेरियल इन्फेक्सन। त्यो एन्टिबायोटिकको कोर्स 14 डेजको हुँदो रहेछ। 14 डेज सम्ममा पनि एन्टिबायोटिक दिँदा पनि उसलाई सन्चै भएन, रिकभरै भएन। त्यसपछि चाहिँ फेरि अर्को सिएमबी भाइरसको टेस्ट गर्यो, रिकभर नभएको भएर। फेरि सिएमबी भाइरस पनि पोजिटिभ देखियो, तर मेडिसिन चलाउँदा पनि रिकभरै भएन। अनि फेरि हामीले चाहिँ 25 डेज चाहिँ त्यो हस्पिटलमा राखेपछि चाहिँ अब त्यो हस्पिटलले चाहिँ उसलाई निको हुँदैन भनेर भनिसकेपछि चाहिँ हामीले फेरि सर गङ्गाराम हस्पिटलमा हामीले आफै ट्रान्सफर गऱ्यौँ। अनि सर गङ्गाराममा आइसकेपछि चाहिँ उसको त्यो इम्युनोग्लोबिन जीको लेभल चाहिँ अलिक कम देखियो। अनि त्यसमा चाहिँ
त्यही भएर चाहिँ यहाँ आइभिआइजी दिनुभयो। आइभिआइजी दिइसकेपछि उसको इम्प्रुभमेन्ट देखिन थाल्यो। अनि उसको चाहिँ हस्पिटल स्टेको दौरानमा पछाडि डाइपर एरियामा पनि एकदमै धेरै र्यासेस थियो। अनि अक्सिजनको लेभल पनि कम थियो, निमोनिया थियो, एकदमै धेरै थियो समस्याहरू। आइभिआइजी दिइसकेपछि उसको सबै प्रब्लमहरू हल्का हल्का रूपमा कम हुँदै जान थाल्यो। त्यसपछि चाहिँ मलाई डक्टरले चाहिँ उसको चाहिँ एकचोटि जेनेटिक टेस्ट गर्नुहोस् भनेर भन्नुभयो। अनि मैले चाहिँ जेनेटिक टेस्टको लागि डक्टरलाई हुन्छ भने, अनि जेनेटिक टेस्टको चाहिँ रिपोर्ट आयो। करिब 2 हप्तापछि रिपोर्ट आयो। रिपोर्टमा चाहिँ बाबुको इम्युनोडेफिसियन्सी 71 विथ कोन्जेनिटल थ्रोम्बोसाइटोपेनिया भनेर डायग्नोसिस आयो। यो चाहिँ एउटा ARPC1B भन्ने जिनको डिफिसियन्सीको कारणले हुँदो रहेछ। यो इम्युनोडेफिसियन्सी चाहिँ 2017 मा फर्स्ट टाइम डायग्नोसिस भएको रहेछ र वर्ल्डमा अहिलेसम्म जम्मा 50 केसेस मात्र रहेछ यो डिजिजको, यो रोगको। अनि यसको ओरिजिन चाहिँ नेपाली पुर्खाबाट भएको भनेर पनि रिसर्चबाट पत्ता लागेको रहेछ। अब एकदमै रियर डिजिज जुन चाहिँ मेरो बाबुलाई हुन गयो। हुन त नेपालमा कति धेरै सङ्ख्यामा छ यो डिजिज भन्ने चाहिँ भइसकेको छ, तर डायग्नोसिस हुन सकेको छैन। अब चाहिँ यसको लागि चाहिँ डक्टरले चाहिँ हामीलाई चाहिँ स्टेम सेल ट्रान्सप्लान्ट गर्ने भनेर भन्नुभएको छ। जबसम्म हामीले त्यो ट्रान्सप्लान्ट गर्दैनौँ तबसम्म चाहिँ बाबुकोलाई चाहिँ अब उसको इम्युनिटी पावरै छैन, बार सङ्क्रमण भइरहेको छ। ब्याक्टेरिया, भाइरस सबै हुन्छ नि, जे कीटाणुहरू छ उसलाई आक्रमण गर्ने एकदमै धेरै सम्भावना हुन्छ। त्यही भएर हामीलाई चाहिँ डक्टरले चाहिँ अब यसको लङ टर्मको लागि चाहिँ निवारणको लागि उसलाई स्टेम सेल ट्रान्सप्लान्ट गर्नुपर्छ भनेर भन्नुभएको छ। तर चाहिँ डोनर चाहिँ उसको सिभिलिङहरू दिदी भाइ कोही भएको भए चाहिँ 10/10 म्याच हुन्थ्यो, अलि इम्प्रुभ हुने चान्स बढ्थ्यो। तर उसको सिभिलिङ नभएको भएर चाहिँ हाफ डोनर म्याच गरेर गर्नुपर्ने अवस्था छ।